साहसीला अलिकति पढे लेखेका अलिकति बुझेका महिलाहरू लगिदैन नि त त्यहाँ 45 देखि 50 को बीचमा जोडी छन् क्या त्यहाँ जोडी सांसदमा जोडी छ नि सब पति पत्नी अब त्यहाँ त समानुपातिक रहेछ समानुपातिकमा को आफ्नै श्रीमती लाने आफ्नै साली लाने आफ्नै मनपरेकीलाई लाने कोही नभए भाडा मान्दै काम गर्नलाई पनि अब त्यो जनजाति के भनेको छ पाइन भने त्यो पनि लाने त्यस्तो गरेर भर्याछ बिचाराहरूले के बोल्ने त्यहाँ गएर बोल्ने कुरा पनि त थाहा पाउनु पर्यो बोल्न त बोल्थ्यो होला नि थाहा नै छैन नक्सै उहाँले देख्नु भएको छैन 8 क्लास पढ्या भन्नु अब कति जग्गा मिच्या छ के छ उहाँलाई के थाहा छ बिचारा उहाँलाई थाहा पनि कसरी होस् दुईटा किडनीको बिरामी मान्छे उहाँ किडनी फेरि कति एन्टिबायोटिक खानु पर्ने होला कति के खानु पर्ने होला स्वस्थ हुनुपर्छ क्या हरेक कुरा नि राष्ट्र चलेको मानसिकताले मेन्टली फिजिकली अनि इमोसनली तीनै कुराबाट स्वस्थ भएपछि बल्ल हाँक्न सकिन्छ उहाँ त फिजिकली मेन्टली अब त्यो फिजिकली त्यो औषधिहरूले गर्दाखेरि उहाँको चाहिँ मानसिकता पनि जो मलाई लाग्छ सुस्त होला यहाँ त हेर्नुस् पहिला भ्रष्टहरूलाई ठुल्ठुलो पोस्टमा पुर्यायो अनि भ्रष्ट काम गर्छन् अनि त्यसलाई फेरि चाहिँ जागिर खुवाउनको लागि अरु एउटा आयोग बनायो भ्रष्टको फेरि आयोग बनायो त्यो आयोगले रिपोर्ट दिन्छ त्यो रिपोर्ट पनि राम्रो आउँदैन त्यो जागिर खुवाएको न हो केही समयको लागि अनि फेरि अर्को आयोग बनायो त्यसको रिपोर्ट आउँछ भन्दा त यो जागिर खुवाउने थलो भएको छ क्या जस्तै यो लिम्पियाधुरा यो कालापानी यो लिपुलेक भन्ने कुरा नि मेरो विषय नै भूगोल थियो मैले इन्टरमिडिएटसम्म भूगोलै पढ्या हो है र मैले नेपालको नक्सा बनाउँदा त्यो लिम्पियाधुराहरू त्यो हुन्थ्यो अलिकति चुच्चो पारेर हामी त्यो नक्सा बनाउँथ्यौं मलाई नै सम्झना छ म त्यो नक्सा बनाउँथे मलाई विशेष रुचि पनि थियो त्यसमा त्यो थियो त्यो त हाम्रै हो नि हाम्रै हो त्यो अब अहिले फिर्ता ल्याई भनेर नाक फुलाउनु बेकार छ भन्छु म त त्यो त हाम्रै हो त्यहाँ खाली भारतीय सेनाहरू बसेका छन् आफ्नो सीमाना जोगाऊ अब लिम्पियाधुराहरुमा त्यहाँबाट हटाऊ त्यहाँ लड्नुपर्छ आर्मी प्रहरी जो हुन्छ गरेर लड त्यहाँ मर्दा बरु एक दुईजना मर्दा बरु हामीले चाहिँ सहुला अर्का देशमा मर्दा त हामीलाई कति दुःख पीडा हुन्छ भन्नुस् न आखिर गर्न पर्ने चाहिँ फेरि महिलाले नै अहिले हाम्रो केपी ओलीजीलाई प्रधानमन्त्री स्याहार्ने पनि महिला होइन जन्माउने पनि महिला अब हुँदा हुँदा उहाँलाई फेरि जीवन दान बाँचुन्जेल मरण लाग्नुभयो उहाँलाई किडनी दान दिन पर्यो त्यो पनि महिला एकचोटि भने दुई चोटि किडनी दिँदा पनि महिलाले दिन पर्ने उहाँलाई चाहिने बेला महिला चाहिने महिलालाई उहाँले के गर्नुभयो एउटा सुरक्षा दिन सक्नुभयो दिनदिनै बलात्कार भइरहेछ दिनदिनै चाहिने मरिरहेछ यो कुरा उहाँले बिर्सनुहुन्छ कति पाप लाग्छ उहाँलाई यत्रो महिलाहरूलाई उहाँले रुवाउनु भएको छ यत्रो युवतीहरूलाई रुवाउनु भएको छ कति लाजमर्दो कुरा हो यो हामीले एमए पीएचडी गरेर के काम लाग्यो फेरि बाहिर विदेशमा गएर ल भन्नुस् त हाम्रो इज्जत रह्यो कि उहाँको इज्जत रह्यो राष्ट्रको इज्जत रहेन नि के बोल्ने मैले भने नि तोलाको जिब्रो फटकाट्ने होइन प्रधानमन्त्रीज्यू धार्नीको टाउको हल्लाउनुस् तपाईँ आफ्नो ठाउँमा बस्नुस् के न गरी भने फुर्ती गरेर बोल्ने पनि एउटा तरिका हुन्छ नि प्रधानमन्त्री जस्तो मान्छेलाई सबैको मन जित्न सक्नुपर्छ क्या दुई चार जनाको मन जित्यो होइन अब चाहिँ नि उहाँले भने हैन सबै मन्त्रीहरू एक ठाउँमा सबै उ एक ठाउँमा गोकुल बासकोटा एउटामा जोख्यो भने उही गरौँ हुन्छ अब पैसा भारी खरबको प्रोजेक्ट 7 वटा 10 वटा प्रोजेक्ट उसको हातमा रहेछ गरौँ त हुने भइहाल्यो र मान्छेले सबै भौतिकवादी भए सुख सुविधा सम्पन्न सबैले पाए र मान्छेहरू अमेरिका भन्थे हैन विदेश जान पाए के नहुन्थ्यो भन्थे अहिले हेर्नुस् रोएर विदेशबाट आफ्नो देशमा कसरी आउँ भनेर रोएर बसिरहेछन् भने आफ्नो देशको मूल्य मान्यता उनीहरूले अहिले बुझिरहेछन् भने विज्ञानको विकास त भयो तर विज्ञानको विकास भए तापनि त्यसले ज्ञानसँग जोड्न सकेन छ क्या भौतिक विकास भयो तर आध्यात्मिकतासँग जोड्न सकेन दुईटैको संयोजन हुनुपर्छ बाहिरी संसार बाहिरी रूपरंग मात्रै केही होइन आन्तरिक चेत पनि केही हो भन्ने कुरा देखाइदियो Himal Online TV